1 महिना अघिदेखिबाट मेरो फेसबुकमा एउटा गीतलाई रिपिटेडली मैले चाहिँ टिकटक बनाइरहेको छु। दमौलीको माया मिठो हो। यो गीत चाहिँ खेमजीले नै गाउनु भएको गीत हो। त्यो कारणले पनि मैले खेमजीलाई यति धेरै गीत, यति मिठो गीत मैले चाहिँ दमौलीको माया भनेर गाइसकेपछि अब खेमजीलाई दमौली ल्याउने कि नल्याउने भन्नु त ल। त्यही कारणले हो मैले खेमजीलाई चाहिँ दमौली आउनै पर्छ। उहाँलाई धेरै कारणले गर्दाखेरि रोकिराखेको थियो। उहाँ भोइसमा पनि बिजी हुनुहुन्थ्यो, आउन सक्ने अवस्थै थिएन। दोस्ती रहन्न है भनेर मैले हिजो चेतावनी दिएपछि आउनु भएको। तर तपाईँहरूको मायाले आउनु भएको। उहाँले मेरो नाम लिए पनि तपाईँहरूको मायाले। फेरि पनि मैले तपाईँलाई भन्न पाएको थिइनँ, यो दमौली महोत्सव ऐतिहासिक महोत्सव भएको छ।